यो चाहिँ हामीले जान्नै पर्ने कुराहरू भन्ने अब फर्स्ट स्टेप गर्नुभन्दा अगाडि के अरे हामीले अब सिपिआर दिनुभन्दा अगाडि उसको त होस जाँच्नेदेखि लिएर लुब्रिकेसन फिल्डदेखि लिएर त्यो गर्नु पऱ्यो। अनि सँगसँगै हामीले एम्बुलेन्स पनि बोलाउने कुराहरू गुहार माग्ने छ नि त्यो चाहिँ भुल्न भएन है। पहिला ठाउँ सुरक्षित गर्नु पऱ्यो, सास जाँच्ने, होस जाँच्ने, त्यसपछि के गर्ने अनि एम्बुलेन्सलाई खबर गर्नु होला, त्यसपछि प्राथमिक उपचार गर्ने। अब सिपिआर प्राथमिक उपचार भनेको सिपिआर बुझ्नुभयो। सिपिआर दिनुभन्दा अगाडि पहिला हामीले के गर्ने भने एडल्टलाई वयस्क व्यक्तिहरूलाई अब सुरुमा त यसको बाइकमा यसरी खुला हुनु होला होइन, यो गर्नुभन्दा त्यसपछि हामीले के गर्ने भने क्वेसन पनि आयो होइन। यो सेन्टर पोइन्ट अफ के भन्छ यसलाई निप्पल अथवा यो सेन्टर पोइन्ट अफ भनौँ न चेस्ट निप्पलको बिचमा के हुनु पऱ्यो यहाँ, यो हाम्रो के हो हात हुन्छ बुझ्नुभयो हो। अनि यसरी लक गर्नु पऱ्यो अनि अलिक अगाडि जाने बुझ्नुभयो। अनि जाललाई तन्काउनु पऱ्यो बुझ्नुभयो, 30 चोटि गर्नु पऱ्यो। यो गरिसकेपछि हामी तत्काल के गर्नु पऱ्यो त भन्नु पर्छ। एक दुईवटा त फोटो खिचेर राखिदिनु पऱ्यो। गर्नु पऱ्यो अनि सास आसिक आएन भने त्यो चेक गर्नुपर्छ है पछि नै। एकचोटि सासहरू पनि चेक गर्नु पऱ्यो है, फेरि यसरी चेक गर्नु पऱ्यो आछ कि आएन। त्यसपछि फेरि यो दिने यो वयस्कलाई हामीले यसरी सिपिआर दिन्छौँ। त्यो कहिलेसम्म दिने गयो नाकसम्म हाल्नुपर्छ है। कहिलेसम्म दिने जबसम्म आफू नथाक्दासम्म, एम्बुलेन्स नआउँदासम्म र दक्ष चिकित्सक नआउँदासम्म बुझ्नुभयो नि। यो एडल्टलाई अब बच्चालाई अब बच्चा बेहोस छ भने के गर्ने हामीले यसो गर्नु पऱ्यो होइन। बाबु नानीहरू बोलाउने त्यो गरिसक्यो। अब छैन भने हामीले के गर्नु पऱ्यो बच्चालाई के भनेको 2 चोटि पप दिने भनेको छ है। यो अलिक माथि राख्नुपर्छ ठिक छ हेर्नु है। बच्चाको एकदम ख्याल गर्नुपर्छ। बच्चाको पुग्दाखेरि सुरुमा यो पुरै ढाक्नुपर्छ है। यो नाक पनि मुख पनि दुई चोटि पप दियो है। अनि त्यसपछि कसो गर्ने भन्दा यो हात यहीँ चाहिँ राख्ने